सबैजना साथीहरूलाई फेरि पनि मेरो यो युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज पनि तपाईँहरूको माझमा मैले एउटा भिडियो ल्याएर आएको छु। भिडियोलाई चाहिँ मन परेमा चाहिँ लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। आज मैले कक्षा 10को कम्पलसरी गणितको एउटा सानो क्वेसन गर्न गइरहेको छु। साथीहरू मन पर्यो भने चाहिँ भिडियो मन पर्यो भने चाहिँ लाइक, सेयर र सब्सक्राइब गर्नुहोला। क्वेसन नम्बर 6 को क छ। एउटा परीक्षामा सम्मिलित विद्यार्थीहरूमध्ये 70% अङ्ग्रेजीमा उत्तीर्ण भए, 60% गणितमा उत्तीर्ण भए, तर 20% दुवै विषयमा अनुत्तीर्ण भए र 550 जना विद्यार्थी दुवै विषयमा उत्तीर्ण भएको पाइयो भनेको छ। यसका आधारमा तल सोधिएका प्रश्नहरूको चाहिँ उत्तर दिनुहोस् भनेको छ। अ नम्बरमा माथिको तथ्यलाई भेन्चित्रमा प्रस्तुत गर्ने। आ नम्बरमा चाहिँ परीक्षामा कति सहभागी छन् विद्यार्थीको जम्मा सङ्ख्या पत्ता लगाउने होइन। यी नम्बरमा चाहिँ के भनेको छ, अङ्ग्रेजीमा मात्र उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या, अङ्ग्रेजीमा मात्र कति विद्यार्थी उत्तीर्ण भएका छन् त्यो निकाल्ने भनेको छ। यो चाहिँ के छ क्वेसन पर्सेन्टेजमा पनि दिएको छ होइन, सङ्ख्यामा पनि दिएको छ। पहिला चाहिँ के निकाल्ने, हामीले चाहिँ सङ्ख्याको इन्टरसेक्सन चाहिँ दिएको छ। दुवै विषयमा उत्तीर्ण हुने विद्यार्थीहरूको सङ्ख्या भनेर चाहिँ 555 दिएको छ। अब पर्सेन्टेजको चाहिँ हामीले इन्टरसेक्सन निकाल्नुपर्छ है त साथीहरू। ल अब सुरु गरौँ। 6 को क उत्तर यहाँ मान्नु पर्यो यसको लागि है त साथी। मानौ जम्मा परीक्षामा सम्मिलित है त, सम्मिलित विद्यार्थीहरूको प्रतिशत भनौँ न त, विद्यार्थीहरूको प्रतिशत विद्यार्थीहरूको प्रतिशत यहाँ बराबर 100% भनेर चाहिँ पहिला हामीले मान्नुपर्छ है त साथीहरू। जम्मा प्रतिशत होइन, यहाँ बराबर 100% भनेर मान्नुपर्छ हामीले। अनि अर्कोमा अङ्ग्रेजीमा उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत, अङ्ग्रेजीमा उत्तीर्ण है त, अङ्ग्रेजीमा उत्तीर्ण हुने विद्यार्थीहरूको प्रतिशत केले जनाइन्छ अङ्ग्रेजीलाई, यहाँ ई बराबर 70% छ होइन, 70% अङ्ग्रेजीमा उत्तीर्ण हुने। त्यस्तै गणितमा उत्तीर्ण हुने, गणितमा उत्तीर्ण हुने विद्यार्थीहरूको प्रतिशत याम 60% छ होइन, म्याथमा चाहिँ 60% छ गणितमा। अनि त्यसपछि तपाईँको तर 20% दुवैमा अनुत्तीर्ण भयो भनेको छ होइन, फेल हुने सङ्ख्या हो कि दुवै विषयमा के भनेको छ, अनुत्तीर्ण होइन, अनुत्तीर्ण हुने विद्यार्थीहरूको प्रतिशत है त साथीहरू। विद्यार्थीहरूको प्रतिशत यहाँ ई
युनियन एम बार हो त्यो भने हैन एन अफ ई युनियन एम बार बराबर 20% छ है। त्यो दुईटैमा अनुत्तीर्ण भने चाहिँ बार हो हैन, त्यसले चाहिँ 20% छ। अनि त्यसपछि दुवै विषयमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या पनि दिएको छ हैन। यिनीहरू चाहिँ प्रतिशतमा भए। अब सङ्ख्या पनि दिएको छ हेर त साथीहरू, सङ्ख्या दिएको छ। पहिला प्रतिशतमा चाहिँ इन्टरसेक्सन निकाल्ने है त। मानौँ भन्नु पर्यो हैन, मानौँ दुवै विषयमा उत्तीर्ण हुने विद्यार्थीहरूको प्रतिशत हैन, दुवै विषयमा उत्तीर्ण हुने विद्यार्थीहरूको प्रतिशत यान ई इन्टरसेक्सन एम बराबर 100 भनेर मानौँ है त साथीहरू। 100% भनेर मानौँ है, 100% भनेर मानौँ। अब सूत्र अनुसार हैन, सूत्र हामीलाई थाहा छ। सूत्र अनुसार यसको पनि त इन्टरसेक्सन निकाल्नु पर्यो नि त हैन। प्रतिशतको पनि इन्टरसेक्सन निकाल्नु पर्यो सबैभन्दा पहिला। यान अफ यु बराबर, यान अफ युको सूत्र हैन, यान अफ ई प्लस यान अफ एम माइनस यान अफ ई इन्टरसेक्सन एम प्लस यान अफ ई युनियन एम बार भन्ने चाहिँ यो हाम्रो सूत्र छ है त साथीहरू। ल राख, अब यसमा नम्बर यो भने चाहिँ 100% बराबर यो भने 70% प्लस 70% हैन, प्लस अनि त्यसपछि यो भने कति छ 60% माइनस यो भने हामीले कति मानेका छौँ 100% प्लस यो भने कति मानेका छौँ 20% है त साथीहरू। 100% बराबर, ल जोड त अब यिनीहरूलाई जोड्दाखेरि चाहिँ कति भयो 70 60 130 130 150 150% माइनस एक्स, और यो एक्सलाई यता ल्याउने 150% माइनस 100% गर्ने हैन, और एक्स बराबर 50%। देयरफोर एक्स बराबर 50% है त। दुवै विषयमा उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत चाहिँ 50% रहेछ हैन साथीहरू, 50% रहेछ है त। यसरी चाहिँ पहिला प्रतिशतमा चाहिँ निकाल्ने, प्रतिशतमा चाहिँ उसलाई निकाल्ने है त, प्रतिशतमा चाहिँ इन्टरसेक्सन निकाल्ने। अनि त्यसपछि सङ्ख्यामा चाहिँ इन्टरसेक्सन यो 550 भन्ने दिएको छ है त साथीहरू। यसरी निकाल्ने, यसरी निकाल्दाखेरि अब अ नम्बरको चाहिँ लास्टमा बनाए पनि हुन्छ, नत्र अ नम्बर लेखेर चाहिँ माथिको तथ्यलाई भेन्चित्रमा प्रस्तुत गर्दा भने पनि हुन्छ, यसलाई लास्टमा गरे पनि हुन्छ। ल अहिले चाहिँ आ नम्बरको गरौँ त हामी। आ नम्बरको बनाऊ हैन। आ नम्बरमा के भनेको छ भन्दाखेरिमा चाहिँ परीक्षामा सहभागी जम्मा विद्यार्थीहरूको सङ्ख्या पत्ता लगाउनुहोस् भनेको छ। परीक्षामा सहभागी जम्मा विद्यार्थीहरूको सङ्ख्या, जम्मा विद्यार्थीहरूको सङ्ख्या, जम्मा विद्यार्थीहरूको सङ्ख्या यान अफ यु बराबर वाट हामीलाई थाहा छैन हैन। यान अफ यु बराबर निकाल भने हैन वाट। अनि त्यसपछि अब यान अफ यु बराबर वाट। अब त्यसपछि दुवै विषयमा उत्तीर्ण हुने
विद्यार्थीको सङ्ख्या हेर त दुवै विषयमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या है त यान ई इन्टरसेक्सन याम बराबर कति छ त दुवै विषयमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या भनेपछि चाहिँ 550 जना छन् हेर त साथीहरू अब यहाँमा चाहिँ के लेख्नु पर्यो 550 जना छन् है त यस्तो मान्नु पर्यो अब चाहिँ जम्मा विषयमा चाहिँ उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या पत्ता लगाउनुहोस् भनेको छ अब चाहिँ के गर्ने भन्दाखेरिमा चाहिँ प्रश्नानुसार है त साथीहरू के गर्ने यान युको होइन 50% हो नि त दुईटैमा चाहिँ उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या भने 50% हो दुईटैमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या भने चाहिँ कति हो 550 हो होइन साथीहरू यस्तो हो नि त दुवै विषयमा चाहिँ उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत चाहिँ 50% निकालेका छौँ हामीले दुवै विषयमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या चाहिँ 550 छ होइन त्यस्तो गर्नु पर्यो और यान यु इन्टु होइन 50 का मुनि 100 बराबर 550 हुन्छ और के गर्ने 50 यहाँ पिउँ बराबर होइन क्रस मल्टिप्लाई गर्ने क्रस गुणा गर्ने यो क्रस गुणा गर्दाखेरि 550 का मुनि यो 2 0 थपिने भयो और यहाँ हिउँ बराबर 550 पछाडि 2 0 अरू थपेर चाहिँ यहाँ 50 ले भाग 1 ले 1 लाई काट्यो होइन 1 0 ले 1 0 लाई देयरफोर यहाँ पिउँ बराबर कति रहेछ 1100 जना रहेछन् 11 पंचे 55 होइन 1100 जना रहेछन् अब के लेख्नु पर्यो देयरफोर 1100 जना चाहिँ के रहेछन् जम्मा विद्यार्थीहरूको सङ्ख्या चाहिँ 1100 जना रहेछन् होइन साथीहरू यसरी चाहिँ निकाल्नु होला एनएबीको 50% चाहिँ दुवै विषयमा मन पराउने दुवै विषयमा उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत हो भने 550 जना चाहिँ दुवै विषयमा चाहिँ उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या हो होइन यसरी चाहिँ यु निकाल्नु होला जम्मा विद्यार्थीको सङ्ख्या चाहिँ यसरी निकाल्ने देयरफोर जम्मा विद्यार्थीहरूको सङ्ख्या विद्यार्थीहरूको सङ्ख्या है त सङ्ख्या जम्मा विद्यार्थीहरूको सङ्ख्या यहाँ पिउँ बराबर 1100 जना चाहिँ जम्मा विद्यार्थीहरू परीक्षामा सहभागी भएका रहेछन् है त साथीहरू यो भइहाल्यो है अब चाहिँ के गर्ने अब अङ्ग्रेजीमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या निकाल्नु पर्यो प्रतिशतमा दिएको छ अब यसलाई सङ्ख्यामा अङ्ग्रेजीमा उत्तीर्ण हुने विद्यार्थीहरूको सङ्ख्या ज्ञान ई बराबर उसले चाहिँ प्रतिशतमा दिएको छ हेर त साथीहरू 70 जना चाहिँ अङ्ग्रेजी 70 जना विद्यार्थी अङ्ग्रेजीमा 70% चाहिँ अङ्ग्रेजीमा उत्तीर्ण भएको रहेछ भनेको छ होइन यसलाई चाहिँ अब प्रतिशतलाई चाहिँ सङ्ख्यामा चाहिँ कसरी निकाल्ने भन्दाखेरिमा चाहिँ अब के गर्ने हेर त अब सङ्ख्यामा निकाल्नुहोस् भनेको छ अब के गर्ने भन्दाखेरिमा चाहिँ ई बराबर 1100 आएको छ नि त त्यो जम्मा विद्यार्थी सङ्ख्याको 70% हुने भयो है त साथीहरू 1100 इन्टु 70 का मुनि 100 हुने भयो 1 0 1 0 अर्को 0 अर्को 11 7 770 जना चाहिँ अङ्ग्रेजीमा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या रहेछ अब गणितमा उत्तीर्ण हुने विद्यार्थीहरूको सङ्ख्या गणितमा होइन 60% छ हेर माथि 60% यहाँ याम बराबर के हुने भयो
1100 को 60% हुने भयो। त्यो बराबर 1100 इन्टु 60 का मुनि 100 हुने भयो है त साथीहरू। 60 का मुनि 100, एक जिरोलाई काट्यो, अर्को जिरोलाई 11×66 660 जना 660 जना चाहिँ गणितमा उत्तीर्ण भएका रहेछन्। दुवै विषयमा अनुत्तीर्ण हुने विद्यार्थीहरूको संख्या दुवै विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या चाहिँ के गर्ने युनियन एम बार बराबर कति छ? दुवै विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको प्रतिशत भने 20% छ। त्यसलाई चाहिँ संख्यामा निकाल्ने एनअफ इन्टरसेक्सन युनियन एम बार बराबर 20 कति छ? एम बार बराबर कसरी गर्ने भन्दाखेरिमा चाहिँ यसलाई के गर्ने 1100 को 20% त्यो बराबर 1100 इन्टु 20 का मुनि 100 हुने भयो। एक जिरोलाई अर्को जिरोलाई 11 गुणा 22 220 जना हुने भयो है त। दुवै विषयमा चाहिँ 220 जना चाहिँ अनुत्तीर्ण भएर रहेछन्। दुवै विषयमा उत्तीर्ण हुने विद्यार्थीको संख्या चाहिँ कति दिएको छ? दुवै विषयमा उत्तीर्ण हुने विद्यार्थीहरूको संख्या दुवै विषयमा उत्तीर्ण हुने विद्यार्थीको संख्या चाहिँ कति दिएको छ भन्दाखेरिमा चाहिँ हेर्नु साथीहरू कति दिएको छ? एनअफ इन्टरसेक्सन एम बराबर कति दिएको छ? 550 जना भनेर दिएको छ। हेर त 550 जना दुवैमा उत्तीर्ण हुने रहेछन्। अब अ नम्बरको लागि सुरु गरौँ है त साथीहरू। अ नम्बरको लागि सुरु हुने भयो। माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्दा भन्नु पर्यो। माथिको तथ्यलाई भेनचित्रमा देखाउँदा भने पनि हुन्छ हैन। देखाउँदा प्रस्तुत गर्दा देखाउँदा एउटै हो है। अब चाहिँ भेनचित्रमा देखाउँ हामी। भेनचित्र यो भयो हैन। भेनचित्रमा देखाउनु पर्यो। अब यो भने एउटा इंग्लिश हैन, एउटा चाहिँ म्याथ भइहाल्यो। यो भने ई हो, यो भने याम हो। दुवै विषय मन पराउने दुवै विषयमा चाहिँ उत्तीर्ण हुने विद्यार्थीको संख्या चाहिँ कति छ? 550 चाहिँ बीचमा हुने भयो। दुवै विषयमा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या भनेपछि यहाँनिर छ दुवै विषयमा अनुत्तीर्ण 12 भने 220। अब यसमा चाहिँ यानट अफ याम निकाल्नु पर्यो। गणितमा मात्र हैन, यानट अफ याम निकाल्ने सूत्र चाहिँ के हो भन्दाखेरि यसमा भर्नु पर्यो नि त। अब हैन, यसमा भर्नको लागि त यानट अफ याम हो। यो गणितमा मात्र के गर्ने भन्दाखेरिमा चाहिँ यान अफ याम माइनस हैन घटाउने हैन, यान अफ इन्टरसेक्सन यामबाट घटाउने। यसको मतलब त्यो भने चाहिँ यान अफ याम भने कति छ? 660 जना माइनस 500 कति जना छन्? 550 जना भनेपछि यो चाहिँ कति रहने भयो? 110 जना रहने भयो हैन। 110 यहीमा चाहिँ कति हुने भयो? त्यसो भए 110 जना यहाँ हुने भयो। 110 जना यहाँ हुने भयो। फेरि यसमा निकाल्नको यो भने चाहिँ यानट अफ मात्र हो हैन। यानट अफ ई निकाल्नको लागि के गर्ने? यानट अफ ई बराबर यान अफ ई माइनस यान अफ ई
इन्टरसेक्सन याम हुने भयो हैन। त्यो निकाल्नको लागि कति 770 माइनस 550 भनेपछि 220 यसमा चाहिँ 220 जना हुने भयो। हेर साथीहरु अब चाहिँ हाम्रो चाहिँ यो भेनचित्र भइहाल्यो है त। यो कसरी निकाल्ने हैन, यहाँनिरको यो र यो कसरी निकाल्ने भनेर चाहिँ मैले चाहिँ यो पुरा सूत्रद्वारा चाहिँ सब प्रमाणित गरिसकेको छु हैन। यसरी चाहिँ निकाल्नु होला। अनि त्यसपछि यो चाहिँ एक्जाममा चाहिँ यस्तो गर्ने हैन है त, यसरी चाहिँ यस्तो गर्ने हैन। अनि त्यसपछि यो सूत्र थाहा भयो भने आफैले यसमा चाहिँ भर्ने, टुक भर्ने है त साथीहरु। एक्जाममा चाहिँ यस्तो गर्न मिल्दैन, रब भनेर चाहिँ गरे पनि हुन्छ हैन साइडमा। अब लास्ट चाहिँ ई नम्बरमा के भनेको छ हेरौँ साथीहरु। ई नम्बरमा चाहिँ के भनेको छ भन्दाखेरिमा चाहिँ अंग्रेजीमा मात्र उत्तीर्ण हुने विद्यार्थीको संख्या पत्ता लगाउनुहोस् भनेको छ। अब ई नम्बरको चाहिँ सुरु गरौँ। अंग्रेजीमा मात्र उत्तीर्ण हुने विद्यार्थीहरूको संख्या है त साथीहरु। अंग्रेजीमा मात्र उत्तीर्ण हुने विद्यार्थीहरूको संख्या यो भने त यान अफ ई हो हैन। यान अफ ई भनेको चाहिँ के हो सूत्र हाम्रो, यान अफ ई माइनस यान अफ ई इन्टरसेक्सन याम भन्ने सूत्र हो हैन। यो चाहिँ कति गर्नु होला, 700 कति आछ 70 माइनस 550 घटायो भने 770 माइनस 550 घटायो भने कति रह्यो 220 जना चाहिँ के रहेछ अंग्रेजीमा उत्तीर्ण हुने विद्यार्थीको संख्या रहेछ। हस् त साथीहरु आजलाई यति नै। यो मेरो यो भिडियो चाहिँ मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गर्नु होला साथीहरु। आजलाई चाहिँ यति नै साथीहरु। आज चाहिँ यतिकैमा चाहिँ बिदा हुन चाहन्छु साथीहरु। फेरि अर्को दिन चाहिँ अर्को नयाँ भिडियो ल्याएर चाहिँ हजुरहरुको माझमा चाहिँ उपस्थित हुने नै छु। आजको लागि हस् त।